महिला फुटबलको कुरा गर्नु पर्दाखेरि चाहिँ आउने लाओस भर्सेस नेपालको गेम चाहिँ कसरी हेर्ने भनेर यहाँहरूलाई कौतलता अथवा जिज्ञासा लागिरहेको छ भने चाहिँ तपाईहरुलाई आज म एकदम सहज तरिकाले चाहिँ हेर्न सकिने माध्यमहरु चाहिँ भन्दैछु। तर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र भिडियो मन परेमा चाहिँ सक्दो आम सम्पूर्ण महिला फुटबल प्रेमीहरुलाई चाहिँ भिडियो चाहिँ तपाईहरुले शेयर गरिदिनु होला। सबैजनालाई विशेष गरेर मेरो युट्युब च्यानलमा म स्वागत गर्न चाहन्छु र विशेष गरेर यो भन्दा अगाडि पनि मैले महिला फुटबल टिमकै भ्लग बनाइराखेको अवस्था छ र विशेष गरेर आज पनि महिला फुटबल टिमकै बारेमा चाहिँ मेरो भ्लग हुनेछ र यो भन्दा अगाडि तपाईहरुले मेरो युट्युब च्यानल चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नु होला, किनकि आगामी दिनमा चाहिँ यस्ता खालका कार्यहरु यस्ता भ्लगहरु चाहिँ यहाँहरु सामु लिएर आउने गर्नेछु। किनकि यो भन्दा अगाडिको इन्फर्मेसन चाहिँ नेपाली महिला फुटबल टिमको थियो र अहिले पनि विशेष नेपाली महिला टिमकै भ्लग हुनेछ, किनकि अहिले नेपाली टिम चाहिँ नेपालबाट फ्लाइट भएर चाहिँ अब आउने एएफसी एसियन च्याम्पियनशिप 2026 अस्ट्रेलियामा हुने खेलको लागि चाहिँ एकदम तयार भएर बसिरहेको अवस्थाहरु देखिन्छ र विशेष गरेर आज यसकै विषयमा चाहिँ मेरो मनमा लागेको कुराहरु चाहिँ यहाँहरु सामु भलोकुसारी गर्ने मौका पाएको छु र आज गर्ने पनि छु है त। र विशेष गरेर अहिले महिला फुटबल टिमको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालमा चाहिँ पुरुषको भन्दा चाहिँ महिलाको एकदम हाई डिमान्ड भएको अवस्था छ। मैले भनिरहनै पर्दैन, यहाँहरुलाई थाहा छँदैछ र विशेष गरेर अहिले नेपाली महिला फुटबल टिमले चाहिँ विश्वव्यापी नाम कमाइराखेको अवस्थामा छ, किनकि अब लगत्तै एएफसी एसियन च्याम्पियनशिप 2026 खेल सुरु हुँदैछ। मात्रै लाओस भर्सेस नेपालको गेम हेरेर चाहिँ मात्र 3-4 दिन बाँकी छ। कृपया तपाईहरुले चाहिँ यो गेम कसरी हेर्ने र कहाँबाट हेर्ने भनेर जस्तै कौतलता चाहिँ लागेको छ भने प्लिज मेरो फेसबुक पेजमा गएर जोडिनु होला र मैले तल पनि लिंक राखिदिएको छु, यहाँले त्यो लिंकमा पनि हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ एकदम नेपाली महिला टिम चाहिँ एएफसी एसियन च्याम्पियनशिप 2026 को लागि चाहिँ तयार भएर आफ्नो खेललाई कसरी अगाडि बढाउने भन्ने हिसाबले चाहिँ अहिले चाहिँ एकदम हार्ड वर्किङ गरिरहेको अवस्था छ र त्यो बावजुद चाहिँ नेपाली महिला टिमले चाहिँ अब आउने 2-4 दिनमा चाहिँ लाओससँग चाहिँ आफ्नो गेम खेल्दैछ। मलाई लाग्छ लाओससँगको गेम पनि एकदम रमाइलो हुनेछ, किनकि मलाई लाग्छ नेपाली महिला फुटबल टिमले चाहिँ लाओसलाई चाहिँ योभन्दा अगाडि चाहिँ आफ्नो सफलता प्राप्त गरेको धेरै रेकर्डहरु छ लाओससँग चाहिँ। किनकि लाओस एकदम लुज टिम त भन्न सकिन्न, किनकि खेलमा निक्लिसकेपछि एकदम मजबुत टिम नै हुन्छ र भन्न सकिन्न के हो भनेर। तर यो भन्दा अगाडिको हिस्टोरीहरु हेर्दा चाहिँ नेपालले लाओसलाई चाहिँ जितेकै हिस्टोरी छ। मलाई लाग्छ यसपालि पनि नेपालले लाओसलाई जित्छ नै भन्ने म आशा गर्छु र विशेष गरी तपाईहरुलाई चाहिँ के लाग्छ त तपाईहरुको कमेन्ट मनमा लागेको कुरा पनि कमेन्टमा भन्दै जानु होला, त्यो पनि तपाईहरुको कमेन्ट म हेर्ने छु। र अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ अब आउने लाओस भर्सेस नेपालको गेम चाहिँ एकदम रोमाञ्चक हुनेछ, किनकि हामी सम्पूर्ण फुटबल प्रेमीहरु चाहिँ यो गेम हेर्न एकदम आतुर भएर बसिरहेको अवस्थाहरु छ। र अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ नेपाली महिला फुटबल टिममा चाहिँ एकदम प्रख्यात खेलाडीहरु हुन्छन्, किनकि नेसनलदेखि इन्टरनेसनल जगतसम्म आफ्नो छाप बसाइसकेका खेलाडीहरु पनि छन्। यो मैले भनिरहनै परेन, तपाईहरुले बुझिहाल्नुहुन्छ कुन खेलाडी को भन्ने कुरो हैन। तर मलाई लाग्छ पुरुष टिम भन्दा चाहिँ महिला टिम एकदम अहिलेको अवस्थामा चाहिँ जल्दो बल्दो छ नेपालमा, किनकि महिला टिमले नै गर्दा नेपालको झण्डा विश्व सामु फरफराइरहेको जस्तो मलाई अनुभूति हुन्छ। तपाईहरुलाई चाहिँ कस्तो हुन्छ त्यो पनि कमेन्ट बक्समा भनिदिनु होला। र अब आउने 29 तारिखको गेम चाहिँ एकदम रमाइलो हुनेछ मेरो विचारमा, किनकि नेपाली महिला टिमले चाहिँ यस्ता खालका टुर्नामेन्टहरु चाहिँ खेलेको कमै छ, किनकि इन्टरनेसनल टुर्नामेन्टहरु चाहिँ भएको अहिले कमै हो। किनकि नेपालमा चाहिँ लोकल टुर्नामेन्टहरु चाहिँ थुप्रै भइराखेको खण्डमा चाहिँ नेपाली महिला टिमले चाहिँ इन्टरनेसनल टुर्नामेन्टहरु खेल्न चाहिँ एकदम पाएको थिएन। अब एएफसी एसियन च्याम्पियनशिप 2026 खेल्दैछ, यसमा पनि आम सम्पूर्ण फुटबल प्रेमीहरु चाहिँ गर्वको कुरा गर्नुपर्ने हुन्छ, किनकि नेपाली महिला टिमले पनि यहाँसम्म पाइला चाल्दाखेरि चाहिँ हामीलाई पनि एकदम खुसीको क्षण हुन्छ। र मलाई लाग्छ यसपालिको लाओस भर्सेस नेपालको गेम पनि नेपालले सहजै जित निकाल्छ भन्ने मलाई लाग्छ। यो भन्दा अगाडिको टुर्नामेन्टहरुमा पनि लाओसलाई चाहिँ नेपालले चाहिँ कमै मात्रा छ जितेको, किनकि नेपालले नै बढी जितिराखेको अवस्था छ। र मलाई लाग्छ यसपालि लाओसको गेम सँगै
नेपाली महिला फुटबल टिमले चाहिँ आफ्नो खेलको यात्राहरू चाहिँ सुरु गर्नेछ भन्ने म बुझ्छु। एसियन कप 2026 को यात्राहरू चाहिँ सबै तय गर्छ, किनकि लाओससँग फर्स्ट म्याच छ र नेपाल चाहिँ एफसम्ममा परेको हुनाले नेपालसँग एउटा बलियो टिम उज्बेकिस्तान छ मेरो विचारमा। उज्बेकिस्तानलाई चाहिँ नेपालले जित्न निकै हमेसा पर्नेछ, किनकि उज्बेकिस्तान भनेको एकदम स्ट्रङ टिम जस्तो मान्छु म। नेपालले खासै उज्बेकिस्तानसँग अहिले चाहिँ म्याचहरू त्यति साटासाट गरेको पनि छैन र एकदम अनुभवी प्राप्त टिम हो उज्बेकिस्तान, किनकि उज्बेकिस्तान भनेको चाहिँ एकदम स्ट्रङ टिमहरूसँग पनि खेलिसकेको हुनाले नेपाललाई चाहिँ त्यही डाउट छ कि उज्बेकिस्तानलाई जित्न चाहिँ एकदम हमेसा पर्नेछ जस्तो लाग्छ मलाई, किनकि योभन्दा अगाडि उज्बेकिस्तानहरूसँग चाहिँ यस्ता खालका म्याचहरू चाहिँ साटासाट गरेको अवस्था थिएन। त्यही भएको हिसाबले गर्दा चाहिँ उज्बेकिस्तानलाई चाहिँ नेपालले जित्न एकदम कठिन पर्छ जस्तो लाग्छ। तर नेपाली महिला फुटबल टिम पनि त्यति कमजोरी छैन, किनकि अहिले विश्वव्यापी रूपमा चर्चा परिचर्चा चलिरहेको नेपाली महिला फुटबल टिमको पनि छ र मलाई लाग्छ गेम हेरेपछि मात्रै थाहा हुन्छ, खेलमा निक्लिसकेपछि को कमजोरी को लुज भन्ने कुरो खेलले नै देखाउनेछ र त्यो खेल हेर्न चाहिँ हामी आतुर छौँ। महिला फुटबलको कुरा गर्नु पर्दाखेरि चाहिँ आउने लाओस भर्सेस नेपालको गेम चाहिँ कसरी हेर्ने भनेर यहाँहरूलाई कौतलता अथवा जिज्ञासा लागिरहेको छ भने चाहिँ तपाईहरुलाई आज म एकदम सहज तरिकाले चाहिँ हेर्न सकिने माध्यमहरू चाहिँ भन्दैछु। तर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र भिडियो मन परेमा चाहिँ सक्दो आम सम्पूर्ण महिला फुटबल प्रेमीहरूलाई चाहिँ भिडियो चाहिँ तपाईहरुले शेयर गरिदिनु होला। र विशेष गरेर लाओससँगको खेल खेल्नेछ नेपालले यही आउँदो 29 तारिक, अब मात्रै 3 दिन 4 दिन बाँकी छ र यो गेम हेर्न चाहिँ आम सम्पूर्ण नेपाली महिला फुटबल प्रेमीहरू चाहिँ एकदम आतुर छौं, किनकि योभन्दा अगाडि नेपाली महिला टोलीहरूको चाहिँ इन्टरनेसनल टुर्नामेन्टहरू चाहिँ भएको कमै मात्रामा थियो र यो गेम हेर्न चाहिँ आम सम्पूर्ण नेपाली महिला फुटबल प्रेमीहरू चाहिँ एकदम आतुर छौं। र कसरी हेर्ने र कुन च्यानलबाट आउँछ भनेर चाहिँ यहाँहरूलाई त्यस्तै कौतलता जिज्ञासा मेटाउनका लागि चाहिँ आज यो भिडियो बनाइराखेको छु। यहाँहरूले सक्दो शेयर गर्नुहुन्छ भन्ने मलाई आश छ है त। विशेष गरेर मैले यहाँ स्क्रिनमा राखिदिएको पनि छु र अहिले चाहिँ लाओस भर्सेस नेपालको गेम चाहिँ कसरी हेर्ने भन्ने कुरा चाहिँ आम सम्पूर्ण फुटबल प्रेमीहरूमा चाहिँ एउटा जिज्ञासा अथवा कौतलताको विषय लागिरहँदाखेरि चाहिँ मैले चाहिँ सम्पूर्ण फुटबल प्रेमीहरूले चाहिँ छुट्टाउन नहुने यो गेमहरू चाहिँ हेर्नका लागि चाहिँ मैले चाहिँ विशेष गरेर एसियन कप भन्ने युट्युब च्यानल चाहिँ छ, त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। विशेष गरेर मैले यहाँ पनि राखिदिएको छु, यो मेथड पनि युज गर्नु होला। र अर्को मेथड चाहिँ के हो भन्दाखेरि चाहिँ च्याङसुक युट्युब च्यानल पनि तपाईहरुले सर्च गरेर हेर्नुलाई। योभन्दा अगाडि पनि मैले भिडियोहरू टन्नै मेरो फेसबुक पेजमा हालिसकेको छु, नेपाली महिला टिमको गेम कसरी हेर्ने भनेर। र योभन्दा अगाडिको थाइल्यान्डसँगको गेम पनि च्याङसुक युट्युब च्यानलले नै प्रसारण गरेको थियो, त्यहाँ पनि आउन सक्छ। र अर्को कुरा चाहिँ एसियन कप युट्युब च्यानलमा पनि आउन सक्छ। तपाईहरुले यो युट्युब च्यानलहरू चाहिँ तपाईले सब्स्क्राइब गरेर राख्नुभयो भने महिला फुटबल टिमको लाओससँगको म्याच अथवा लाओससँगको म्याच खेल्दै नेपाली महिला टिमले चाहिँ एफसम्मको गेमहरू चाहिँ सबै हेर्न मिल्छ। तपाईहरुले तुरुन्तै सब्स्क्राइब गरेर चाहिँ रेडी अवस्थामा बस्नु होला है त।